नेपाली शेयर बजार 3 दिनदेखि लगातार उकालो लागेको छ। नेप्से सूचक मंगलबार 31.44 बिन्दुले उकालो लाग्दै 2662.92 बिन्दुमा पुगेर बन्द भयो। यो बढोत्तीसँगै शेयर बजारले पछिल्लो करेक्सनपछि पुनः सुधारको संकेत देखाएको छ। मंगलबारको कारोबारमा 7 अर्ब 3 करोड रुपियाँ भन्दा बढीको शेयर किनबेच भयो। पछिल्लो केही सातादेखि लगातार घटिरहेको बजारले करेक्सनपछि 2600 बिन्दु वरपर बलियो सपोर्ट बनाएर स्थिरता देखाउँदै आएको थियो। त्यसपछि सूचकले लगातार 3 दिन सुधार देखाएको हो। सस्तो मूल्यमा शेयर उपलब्ध हुन थालेपछि लगानीकर्ता पुनः आकर्षित भएका छन्। असार महिनादेखि बजार ओह्रालो लागे पनि ब्याङ्कमा तरलता प्रशस्त छ र ब्याजदर पनि घट्दो क्रममा रहेको अवस्थामा बजारले अहिले सकारात्मक संकेत दिइरहेको छ। लामो समयसम्म बेयरिस मन्दी चक्रमा अड्किएको बजार अब परिवर्तनको दिशामा लागेको भन्ने आशा लगानीकर्ताले गरेका छन्। मंगलबारको कारोबारमा 309 कम्पनीका 1 करोड 57 लाख भन्दा बढी किता शेयर किनबेच भए। कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी 46 करोड 16 लाख रुपियाँ भन्दा बढीको कारोबार सहित अग्रस्थानमा रह्यो। त्यसपछि राधी विद्युत कम्पनी र बुटवल पावर कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा परे।